तपाईहरुकै हो यो डल्लै हजुर आमा हो निकै रहेछ नि त है यसरी तल यो ट्रान्समिटर छ ए उ तल है अलिक मुनि चाहिँ तपाईको यो चाहिँ पाखाबारी हो हजुर हजुर तपाईको पाखाबारी हजुर उँधो चाहिँ कोदो कति जस्तो निक्लिन्छ धान यसो अन्दाजमा तपाईको हामी गरेन भने यो जमिन त खाली रहन्छ खाली रहन्छ नि त अन्त अब त्यसै अब यो त्यतिकै हराएर जान्छ अब यो रोप्ने सोप्ने है अब यो चाहिँ तपाईको छोराछोरीहरूले चाहिँ सोच्नु पर्यो अब बाउ आमा बाजे बोजूले कसरी गरी खाँदैछ कसरी चाहिँ गर्दैछ यहाँ अगाडि हेर्नुहोस् न साथी हो यस्तो दामी चाहिँ धानबारी है अन्त यो अब कस्तो रमाइलो मजाको देखिरहेको छ है र म चाहिँ हिजोकै भ्लग हिजो मैले पुत्काको बारेमा बनाएको थिएँ आज सेकेन्ड पार्ट बनाउँदैछु है र मसँग यहाँ हाम्रो साथी को चाहिँ आपा हुनुहुन्छ हाम्रो आपाको मैले नामै सोध्नु बिर्सिरहेको छु आपा तपाईँको शुभ नाम भनिदिनुहोस् न डेभिड लेप्चाज्यू उहाँ हुनुहुन्छ र उहाँहरूको यो धानबारी रहेछ र यो धानबारीको विषयमा पनि अलिकति बुझौँ न आज है अब म बल्ल आज यहाँ आइपुगेको साथीकोमा र अलिकति यो धानको पनि के हो कस्तो हो है खेतीको बारेमा अलिकति बुझौँ न ल अब यो धान छ नि लह जुन अहिले भइरहेको छ है यो पालिको पानीले धेरै जग्गा यो जुन धानहरू बिगार्यो भनेको हामीले सुन्यौँ होइन आपा यो तपाईँहरूको यो धानलाई चाहिँ के कस्तो असर गर्यो यो पालि चाहिँ अलिक ढिलो रोपाइले गर्दाखेरि चाहिँ नर्मल हजुर बोट आयो अनि फलाइ पनि राम्रै छ हजुर अनि बोट पनि नर्मलै छ अनि यसमा चाहिँ तपाईको अगौटे रोप्नेहरूले चाहिँ बेसी नै हौसेर आइगयो बोट त्यसले गर्दाखेरि हिजो अस्तिको वर्षले गर्दाखेरि तपाईको अब यो जुन चाहिँ बालामाथि चाहिँ तपाईको पानी परेपछि चाहिँ हजुर गरुङ हुन्छ ए गरुङ भएपछि तपाईको बोक्नु सक्दैन अलिकति नर्मल हावा चल्दियो पनि ड्याममा यसरी लड्छ लडेपछि चाहिँ ड्याममै गराभित्र उयो हुन्छ त्यसले गर्दाखेरि तपाईको उठ्नु सक्दैन हजुर त्यति बेला चाहिँ अब पानी परेकै गऱ्यो भने चाहिँ तपाईको सबै लिपेर जान्छ गराभित्रै अनि कोही यसो तेर्सो कोही छड्के कोही मर्के यसरी जगजिग भएर चाहिँ लडिजान्छ हजुर यो पालि भनेपछि तपाईँहरूको चाहिँ लडेन योपालि राम्रै भयो तपाईँहरूकै हो यो डल्लै हजुर आमा हो निकै रहेछ नि त है यसरी तल यो ट्रान्समिटर छ ए उ तल है अलिक मुनि चाहिँ तपाईको यो चाहिँ पाखाबारी हो हजुर हजुर तपाईको पाखाबारी भन्नुको अर्थ चाहिँ तपाईको खेत रोप्दिन हजुर उँधो चाहिँ कोदो कति जस्तो निक्लिन्छ धान यसो अन्दाजमा तपाईको हामी त अलिक कम्ती नै रोपाइ छ त्यसले गर्दाखेरि कम्ती नै आउँछ तपाईको 7-8 भरा निस्किन्छ तपाईको बढ्नुको अर्थ चाहिँ 7-8 मुरी हजुर हजुर चाहिँ निस्किन्छ त्यसले गर्दाखेरि चाहिँ हाम्रो यो पालि चाहिँ किस्तीको राम्रै छ हजुर आउने सन्तानहरूलाई यो खेतीपाती हामीले कन्टिन्यू गर्नुपर्छ पर्दैन है के भन्न चाहनुहुन्छ यो चाहिँ तपाईको अब आउने भविष्यमा चाहिँ अब चाहिँ छोराछोरीले कोसिस पनि गर्नु पर्यो हामीले त सिकाइरहेको छौँ देखाइराखेका छौँ यति बेला गर्नुपर्छ यति बेला बिउ लाउनुपर्छ यति बेलाको समयमा रोप्नुपर्छ यति बेलाको समयमा गर्नुपर्छ यति बेला समयमा चाहिँ गोडगाड गर्नुपर्छ यो ठिक समयमा आफूले गर्यो भने चाहिँ अन्नबालीले पनि हामीलाई साथ दिन्छ हामी पनि उहाँलाई साथ दिनुपर्छ किनभने गरेन भने यो जमिन त खाली रहन्छ नि त अन्त अब त्यसै अब यो त्यतिकै हराएर जान्छ अब यो रोप्ने सोप्ने है अब यो चाहिँ तपाईको छोराछोरीहरूले चाहिँ सोच्नु पर्यो अब बाउ आमा बाजे बोजूले कसरी गरी खाँदैछ कसरी चाहिँ गर्दैछ कुन समयमा ल्याउँदैछ कुन समयमा रोप्दैछ कुन समयमा उठाउँदैछ कुन समयमा गोडगाड गर्दैछ कुन समयमा चाहिँ उठाएर चाहिँ घरभित्र लाएर चाहिँ राख्नु यो चाहिँ अब हामीले सिकाइराखेका छौँ यो चाहिँ अब छोराछोरीले बुझ्नु पर्यो त्यस कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ सधैँ नै छोराछोरीलाई बताइराखेको छु यो जुन मेरो बाजे बोजूले जुन गरी लिएको काम कुरोहरू खेतीपाती आफ्नो जग्गा जमिन यो त अब हामीले बाँझो राख्यो भने त के न बर्बाद हुन्छ उब्जनी हुन्छ न फाइदा हुन्छ न के हो
यो आपा कति छ यसमा मकै? यो यसमा अलिकति अस्ति निकाल्यो, हजुर त्यसले गर्दाखेरि चाहिँ अझै छ, अझै माथि घरभित्र पनि छ। माथि घरमा नअटेर चाहिँ मैले यहाँ राखेको। हजुर यो हटहाउस चाहिँ हतारले बनाउनु पर्यो, त्यसले गर्दाखेरि चाहिँ यसमा केही पनि लाउनु पाएन, उजाड जङ्गल छ, घाँस फलाइरहेको छ। मकै चाहिँ मैले यहाँ राखेको छु, अनि आधी चाहिँ घर माथि किचनमा छ। यो चाहिँ मैले हटहाउसमा राखेको, यो चाहिँ ग्रिन हाउस भन्छ। यसमा हामीले हतार भएर केही लाउनु पाएन। आउने दिनमा चाहिँ मैले यहाँनिर जोतखुन गरेर चाहिँ सब्जीहरू, प्याजहरू, मुला, साग, धनियाँ इत्यादि राख्ने प्लान छ। हुन्छ हस् हुन्छ। र एउटा गाउँमा बसेर साधारण प्रकारले जिन्दगी कसरी जिउने अनि हेल्दी लाइफ आफ्नै खेतमा है केही उमारेर केही फलाएर खाने एउटा यो ठुलो उदाहरण हो जस्तो लाग्छ अहिलेको हाम्रो युवा पिँढीको लागि, विशेष गरी जसले चाहिँ है गाउँमा बस्नु अनि गाउँमा केही धानदेखि लिएर सबै कुरामा खेतीपाती गर्नुमा उहाँहरू अनेस्टली भन्नुपर्दा उहाँहरूलाई मन लाग्दैन क्या, बाहिर बसेरै काम गर्छु भन्ने हुन्छ। र आफ्नै गाउँघरमा पनि है राम्रोसँगले है आफ्नो जिन्दगी बिताउन सकिन्छ, एउटा इज्जतको जिन्दगी, मेहनती भएर भन्ने हाम्रो आप्पाको एउटा ठुलो है उदाहरण। अनि उहाँलाई एकदमै सलाम गर्न चाहन्छु। उहाँले आफ्नो घरको छोरालाई छोरीहरूलाई राम्रोसँगले सिकाएको रहेछ क्या आउँदो दिनहरूमा कस्तो प्रकारले खेतीपातीहरू गर्नु भन्ने कुराहरू। र आप्पालाई एकदमै धन्यवाद छ है त यो ब्लगमा बोलिदिनु भएकोमा।